बुझु नाति नि सुइहाल्दैन लाग्यो बुझी त हाल्दैन साइलेन्टमा नहाल त सोलु मोबाइल साइलेन्टमा अँ राखेन साइलेन्टमा तिम्रो पैसा दियो त्यो ढिलो भएर यो उयो अलिकति दुध आयो सुते दुध दिएको ठिकै भयो क्या नत्र बाटोमा माग्थ्यो झ्याउ हुन्थ्यो नि त त्यही भएर त मैले दिइहालौँ भनेको दुध हाल्यो झन् उता भुँडी तातो नि भयो मान्छे नि नानो भयो बोकेर नि यहाँ काखमा नि यहाँ लिया आनन्दै भयो नि उसलाई त ढुक्कै भयो उसलाई बिन्दास भयो उसलाई आज गाडीमा चढ ब्याङ्कीमा हाल्दा जस्तो हुन्छ अब यहाँबाट चुहाइदिने अरे मालिक यहाँ फेरि मूल कुट्ने होला है अब धान रोप्नु पर्यो नि रोपाएँ असारमा यहाँबाट फेरि मूल कुट्छ है आयो आयो अब गाडी सुई लाउँदाखेरि यो रुन्न जस्तो लाग्यो मलाई त अस्ति त झन् कस्तो होला हाँस्दै बस्यो है अब के गर्नु सबै भएर हाल्नै पर्यो आयो आयो गाडी आयो सुइहाल्नुहुन्छ अब मान्छे त धेरै छैन एकदम पाप मेरो पापमा मेरो पाप यहाँ मैला होइन भुइँमा आएर अरे नदी अरे हो कि होइन रुन्छै रुन्न होला मेरो छोरी मान्छन् भनेर लाग्दैछ भन्दा लाजै पर्छ होला नि यहाँ त ध्यान त जा यो त फर्स्टचोटि हो नि मेरो छोरी त गोर्खा आएको त मेरो बुन्जुरो हो मेरो बुन्जुरो उठाउने मम्मी क्रते उठे तर त ए सुन्नु बेटी कति यो आज कुइमु प्लमिन हो उ लमिन कि उनीहरूले भन्छ होला नि प्लमिन गर्मी त हुन्छ गर्मी नि भएको नि त बच्चालाई सुई अहिलेको सुईले ज्वरो आउँछ होइन अनि पेट दुखेर कि म बिसन्छु होइन तपाईँले पेट दुखिरहेको छ भने गएर सुई लाउनु मान्नुहुन्छ भन्नु न तपाईँलाई आफूलाई पेट दुखे सुई लाउनु छ तपाईँ भोलि लाउँछु भन्नुहुन्छ कि उतिखेर लाउनुहुन्छ बच्चालाई गाह्रो भएर नलगाउनु अर्को हप्ता लगाए हुन्छ अहिले किन आतुर गर्नु पर्यो गोले गोले मेरो बाबालाई गोले गोले मेरो छोरीलाई अब यो भयो अब यता सुनाउने घुमाउनु बच्चा पुरै यसरी भयो नि यता टाउको गर्ने यता उ गर्ने होइन जा जा मेरो बाबालाई यस्तो गर्ने गोले मेरो बाबालाई गोले हो नर्सीले पा गर्ने है होइन होइन मेरो त्यस्तो डर लाग्दै अनि
हाँस्दियो त गिजा धेरै हाँस्छ कति राम्रो होला राम्रो भन नराम्री होला कति नराम्री होला हाँसेको हो हाँसेको हो गिजा देखायो कस्तो कुरो हाँसे बोले चाहिँ दाँत आयो भने कति देखाउँछ गर्मी भयो तिमीलाई दाँत आयो भन्दा हो अरे के उयो भनेर गफबाट त तँसँग गफ मिलाएछु त बुझ्ने बेसी चेपिरहेको छ है सानोलाई हेर यता यता दाम बसाएर है अरे भुन्टी र लुरिया तोएर हेर पसिना आएर यता यता बौला होला ए दुईटा सुईले त यसलाई त हानियो बनाइदियो क्या भोग्ला खाने सानोलाई बुबा खाने हो बुबा खाने बुबा खान्छ शीतल नसोध्दै हो एकछिन त खुल्नु दिए अलिअलि हावा त छ नि त सम्झिनु पर्नु पर्यो अब सल्लोमा त है तँलाई मन पर्यो जस्तो मेरो नानीले सम्झिनु पर्नु सम्झिनु पर्ने हो अब हेर्नु भोलि पर्सि तर